नमस्कार साथीहरू। अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नमुना सेट 5 मा तपाईहरुलाई स्वागत छ। माध्यमिक तथा आधारभूत तहबाट सम्भावित प्रश्नहरू को संगालो नमुना सेट 5 लिएर उपस्थित भइरहेको छु। पाठ्यक्रम अनुसार तयार गरिएको यस सेटमा सामान्य परीक्षाको लागि पूर्णाङ्क 100 भएको 50 वटा प्रश्न सोध्ने गरिन्छ, जसको 2 नम्बरको एउटा प्रश्न हुन्छ। र यदि तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकनलाई दबाउनुहोला र आफ्ना 50 जना साथीहरुलाई शेयर गर्नुहोला। यदि तपाईहरु कुन जिल्लाबाट हुनुहुन्छ आफ्नो जिल्लाको नाम पनि लेख्नुहोला, ताकि तपाईहरु कहाँ कुन ठाउँबाट मलाई हेर्दै हुनुहुन्छ भन्ने म हेर्न पाउँछु, तपाईहरुलाई सम्झिन पाउँछु। त्यसकारणले गर्दा यो सेट चाहिँ पूर्ण रूपमा पाठ्यक्रममा आधारित छ। त्यसैले यो च्यानलबाट आउने भिडियोहरु सबै अध्यापन अनुमति पत्रको लागि एकदम उपयोगी प्रश्नहरु रहने गर्छन्। त्यसैले यसबाट अध्ययन गर्ने साथीहरु धेरै भन्दा धेरै जना साथीहरुले नाम निकाल्न सक्नुहुनेछ। अध्यापन अनुमति पत्र हजुरको हातमा आउनेछ। त्यसैले यो च्यानललाई व्यवस्था नगरिकन आफूले हेर्ने र आफ्ना साथीहरुलाई पनि भन्ने र पटक पटक हेर्दा पनि प्रश्नहरु आउँछन्। एउटा भिडियोलाई पनि धेरै पटक हेरिरहने गर्नु होला भन्दै आजको पहिलो प्रश्न सुरुवात गर्न चाहन्छु। प्रश्न नम्बर 1 मा रहेको छ, सुशासन ऐन 2064 अनुसार सुशासनका आधारभूत मान्यता कुन हो? अप्सन क कानुनको शासन, भ्रष्टाचार युक्त र चुस्त प्रशासन। अप्सन ख मा छ विकेन्द्रीकरण र आर्थिक अनुशासन। अप्सन ग मा कुनै पनि होइन र अप्सन घ मा माथिका सबै। ल साथीहरु, यसको सही उत्तर के हुन सक्छ? फटाफट कमेन्ट बक्समा कमेन्ट गरिहाल्नुस्। एकदम योबाट धेरै प्रश्नहरु फसिरहेका छन्, त्यो कारणले गर्दा यो च्यानललाई ध्यान दिएर हेर्नु होला र कमेन्ट बक्समा कमेन्ट पनि लेख्न नबिर्सनु होला। पक्कै पनि यसको सही उत्तर रहेको छ साथीहरु, माथिका सबै। यो सबै हुनुपर्छ हैन। त्यसैले प्रश्न नम्बर 2 मा रहेको छ, शान्ति सम्झौताका कागजपत्रहरू अभिलेखको कुन प्रकारमा पाइन्छ? सरी पर्दछ? क अति महत्त्वपूर्ण, ख महत्त्वपूर्ण, ग अनावश्यक, घ उपयोगी। शान्ति सम्झौताका कागजपत्रहरू अभिलेखको कुन प्रकारमा पर्दछ? अति महत्त्वपूर्ण हो कि, अनावश्यक हो कि उपयोगी हो? र साथीहरु, यो फटाफट हजुरहरुले कमेन्ट बक्समा लेखिहाल्नुस् त। पक्कै पनि यसको सही उत्तर रहेछ अति महत्त्वपूर्ण। अप्सन क अति महत्त्वपूर्ण कागजपत्रहरू हुन्। त्यस्तै गरेर प्रश्न नम्बर 3 मा रहेको छ, विद्यालय सञ्चालनमा सुशासन निर्धारण केले गर्दछ? विद्यालय सञ्चालनमा अप्सन क मा रहेको छ सरकारवालाको सक्रिय सहभागिता। ख मा रहेको छ सकारात्मक सोच एवं अपनत्वको भावना। ग मा रहेको छ पारदर्शिता एवं ऐन नियमको परिपालना। अप्सन घ मा रहेको छ माथिका सबै। साथीहरु, यसको सही उत्तर के हुन सक्छ? फटाफट कमेन्ट बक्समा लेखिहाल्नु होला। पक्कै पनि यसको सही उत्तर रहेको छ साथीहरु, माथिका सबै। त्यस्तै अर्को प्रश्न रहेको छ साथीहरु, प्रश्न नम्बर 4 मा रहेको छ, नागरिक ओडापत्र भन्नाले के बुझिन्छ? अप्सन क जनताले जारी गरेको आदेशपत्र। अप्सन ख नागरिक समाजको दस्तावेज। अप्सन ग सेवाग्राहीलाई सुसूचित गर्ने सूचना पत्र। र अप्सन घ मा रहेको छ राजनैतिक घोषणा पत्र। यसको सही उत्तर के हुन सक्छ साथीहरु? ल फटाफट कमेन्ट बक्समा लेखिहाल्नुस् है। तपाईहरुले जति कमेन्ट बक्समा लेख्नुहुन्छ त्यति नै तपाईहरुलाई सम्झिन सजिलो हुनेछ र त्यो प्रश्न चाहिँ कहिले भुलिने छैन है त। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ राजनैतिक घोषणा पत्र। त्यस्तै प्रश्न नम्बर 5 मा रहेको छ, नागरिक ओडापत्रको सुरुवात कुन देशबाट भएको थियो? अप्सन क अमेरिका, ख भारत,
ग बेलायत र घ राजनैतिक घोषणापत्र। यसको सही उत्तर के हुन सक्छ साथीहरुले फटाफट लेखिहाल्नुहोस्। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग बेलायत है त। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ कस्तो नेतृत्व शैलीमा अधिकारलाई विकेन्द्रीकरण गरिएको हुन्छ? अप्सन क प्रजातान्त्रिक, ख निरङ्कुश, ग स्वतन्त्र, घ माथिका सबै। कस्तो नेतृत्व शैलीलाई चाहिँ शैलीमा अधिकारलाई चाहिँ विकेन्द्रीकरण गरिएको हुन्छ? ल फटाफट साथीहरू लेखिहाल्नुहोस् त कमेन्ट बक्समा। यसको सही उत्तर रहेको छ अप्सन क प्रजातान्त्रिक नेतृत्व है त। त्यस्तै अर्को प्रश्न रहेको छ साथीहरू 7 मा विद्यार्थीहरूले आफ्नो चरित्रको बारेमा सोच विचार गर्नुलाई के भनिन्छ? अप्सन क आत्म मूल्याङ्कन, अप्सन ख आत्म पहिचान, अप्सन ग आत्मचिन्तन र अप्सन घ आत्मकेन्द्रित। ल साथीहरू यसको सही उत्तर के हुन सक्छ फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् है। जति कमेन्ट बक्समा लेख्यो उति तपाईहरुलाई फाइदा हुन्छ। यसको सही उत्तर रहेको छ अप्सन ग आत्मचिन्तन। त्यस्तै अर्को प्रश्न रहेको छ साथीहरू प्रश्न नम्बर 8 मा रहेको छ विद्यालय सुशासन कायम गर्ने पदीय जिम्मेवारी कसको हुन्छ? अप्सन क प्रधानाध्यापक, ख विद्यालय व्यवस्थापन समिति, ग शिक्षक र घ विद्यार्थी। ल कसको हुन्छ त विद्यालय सुशासन कायम गर्ने? ल फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् त। के हुन सक्छ यसको सही उत्तर? ल फटाफट लेख्नुहोस् त। यसको सही उत्तर रहेको छ अप्सन क प्रधानाध्यापक है त। त्यस्तै अर्को प्रश्न रहेको छ साथीहरू प्रश्न नम्बर 9 मा रहेको छ विद्यालय सुशासन भएमा स्रोत साधनको उचित परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकिन्छ यो भनाइ सुशासनको कुन पक्षसँग सम्बन्धित छ? विद्यालय सुशासन भएमा स्रोत साधनको उचित परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकिन्छ यो भनाइ सुशासनको कुन पक्षसँग सम्बन्धित छ? अप्सन क व्यवस्थापकीय, अप्सन ख सामाजिक, अप्सन ग नैतिक र अप्सन घ राजनैतिक। यसको सही उत्तर के हुन्छ साथीहरुलाई फटाफट यसको सही उत्तर लेखिहाल्नुहोस् त। पक्कै पनि यसको सही उत्तर रहेको छ साथीहरु अप्सन क व्यवस्थापकीय। त्यस्तै प्रश्न नम्बर 10 मा रहेको छ साथीहरु नेपालमा नागरिक वडापत्रको सुरुवात कहिलेदेखि भएको थियो? अप्सन क विक्रम 2055, ख विक्रम 2056, ग विक्रम 2057 र घ विक्रम 2058। यसको सही उत्तर के हुन सक्छ ल फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् त। पक्कै पनि यसको सही उत्तर रहेको साथीहरु अप्सन ख विक्रम 2056 सालमा है त। त्यस्तै प्रश्न नम्बर 11 मा रहेको छ अभिलेखमा हुनुपर्ने गुण अन्तर्गत देखाएका मध्ये कुन पर्दैन? क विश्वसनीय, ख भविष्यमा प्रमाणका रूपमा उपयोग गर्न सकिने, ग सीमित पक्ष समेटिने, घ वर्गीकरण गरिएको। ल साथीहरु फटाफट यसको सही उत्तर के हुन्छ लेखिहाल्नुहोस् त। के हुन सक्छ यसको सही उत्तर? यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर ख भविष्यमा प्रमाणका रूपमा उपयोग गर्न सकिने है त। त्यस्तै प्रश्न नम्बर 12 मा रहेको छ विवादित कुरामा आपसी समझदारीको विकास गर्न मिलन बिन्दु पहिचान गर्नको लागि कुन विधि उपयोगी हुन्छ? यसको अप्सन रहेको छ साथीहरु अप्सन क प्रश्नोत्तर, ख छलफल, ग वाद विवाद र घ प्रवचन। यसको सही उत्तर के हुन सक्छ?
ल फटाफट यसको सही उत्तर लेखिहाल्नुहोस् त साथीहरू। यसको सही उत्तर रहेको छ साथीहरू अप्सन ख छलफल है त। छलफल चाहिँ यसको सही उत्तर हो। त्यस्तै प्रश्न नम्बर 13 मा रहेको छ साथीहरू अभिलेखका पिता भनेर कसलाई चिनिन्छ? अभिलेखका पिता अप्सन क एमएम जोन्सन, ख विलियम जेम्स, ग विलियम ओन्ट र घ एमपी कार्ट। यसको सही उत्तर के हुन सक्छ ल साथीहरू? यो भिडियोलाई रोक्दै सही उत्तर कमेन्ट बक्समा लेख्दै फेरि चलाउँदै हेर्दै गर्ने है त। त्यस्तो गरेपछि धेरै जानिन्छ। यसको सही उत्तर रहेको छ साथीहरू अप्सन नम्बर क एमएम जोन्सन है त। एमएम जोन्सनले चाहिँ अभिलेखका पिता भनेर मानिन्छ उहाँलाई। अप्सन त्यस्तै प्रश्न नम्बर 14 मा रहेको छ समूहमा घुलमिल हुने र सहयोगी भावनाको हुने बौद्धिकता कुन हो? अप्सन क प्राकृतिक, ख अन्तर्मुखी, ग बहिर्मुखी र घ सङ्गीत। समूहमा घुलमिल हुने अनि सहयोगी भावनाको विकास हुने। यसको सही उत्तर रहेको साथीहरू अप्सन ग बहिर्मुखी। त्यस्तै प्रश्न नम्बर 15 मा रहेको छ शिक्षाका लागि कार्य मैत्री वातावरण र विद्यार्थीका लागि उपयुक्त सिकाइ वातावरण सिर्जना गर्ने कुन नेतृत्वको विशेषता हो? अप्सन क रूपान्तरित, ख शैक्षणिक, ग समावेशीकरण र घ विनिमय विनियम। यसको सही उत्तर के हुन सक्छ साथीहरूलाई फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् त। पक्कै पनि यसको सही उत्तर रहेको छ अप्सन ख शैक्षणिक। त्यस्तै प्रश्न नम्बर 16 मा रहेको छ कक्षा कोठामा विद्यार्थीको समूह निर्माण गर्ने आधार कुन होइन? अप्सन क रुचि, ख क्षमता, ग स्तर र क्षमता, घ भौगोलिक अवस्था। कक्षा कोठामा विद्यार्थीको समूह निर्माण गर्ने आधार के को आधारमा चाहिँ निर्माण गरिन्छ? यसको सही उत्तर रहेको छ अप्सन घ भौगोलिक अवस्था। भूगोल अनुसार अब कस्तो समूह निर्माण गर्न सकिन्छ त्यसरी गरिन्छ। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ कक्षा कोठामा शिक्षण सामग्री प्रस्तुत गर्नुको प्रमुख उद्देश्य के हो? अप्सन क मूर्त धारणाको विकास, ख ध्यानाकर्षण गर्नु, ग शिक्षणलाई रुचिकर गराउनु र घ समयको सदुपयोग गर्नु। यसको सही उत्तर के हुन सक्छ ल फटाफट यसको सही उत्तर लेखिहाल्नुहोस् त। यसको सही उत्तर रहेको साथीहरू अप्सन क मूर्त धारणाको विकास गर्नु। त्यस्तै गरेर प्रश्न नम्बर 18 मा रहेको छ शैक्षणिक संगठन चयन गर्दा प्रभाव पार्ने पक्ष कुन होइन? कुन होइन भनेछ है त। अप्सन क विद्यार्थीको स्तर, ख विद्यार्थी तथा शिक्षकको संख्या, ग शैक्षणिक योजना र घ कक्षा कोठाको संख्या। शैक्षणिक संगठन चयन गर्दा प्रभाव पार्ने पक्ष कुन होइन? कुन चाहिँ पक्षले प्रभाव पार्दैन? यसको सही उत्तर के हुन सक्छ ल कमेन्ट बक्समा गुटुङटुङ कमेन्ट कुदाइहाल्नुहोस्। यसको सही उत्तर रहेको छ अप्सन क विद्यार्थीको स्तर। विद्यार्थीको स्तरले चाहिँ शैक्षणिक संगठन चयन गर्दा प्रभाव पार्दैन है त। त्यस्तै प्रश्न नम्बर 19 मा रहेको छ शिक्षक विद्यार्थी बीच राम्रो सम्बन्ध किन आवश्यक छ? अप्सन क शिक्षण सिकाइ प्रभावकारी बनाउन, अप्सन ख कक्षामा हो हल्ला कम गर्न, अप्सन ग कक्षा कोठाको वातावरण उपयुक्त बनाउन र अप्सन घ मा रहेको छ पाठ्यक्रमको उद्देश्य परिपूर्ति गर्न। यसको सही उत्तर के हुन सक्छ साथीहरूलाई फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस्। भिडियोलाई रोक्दै कमेन्ट बक्समा एन्सर लेख्दै फेरि चलाउँदै हेर्नुहोस्। त्यसपछि त्यस्तो भयो भने दिगुरा हुन्छ है त। यसको सही उत्तर रहेको छ अप्सन क शिक्षण सिकाइ प्रभावकारी बनाउन। त्यस्तै प्रश्न नम्बर 20 मा रहेको छ शैक्षिक व्यवस्थापनका आयाम वा पक्षहरू कस्ता हुन्छन्? अप्सन क बहुकार्यात्मक, ख बहुआयामिक, ग अन्तर्क्रियात्मक र घ शिक्षक विद्यार्थी तथा अभिभावक बीचको त्रिकोणात्मक। शैक्षिक व्यवस्थापनका आयामहरू वा पक्षहरू कस्ता हुन्छन् ल साथीहरू फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ख बहुआयामिक। बहुआयामिक चाहिँ व्यवस्थापनको पक्षहरू हुनुपर्छ। त्यस्तै प्रश्न नम्बर 21 मा रहेको छ शैक्षिक व्यवस्थापनका कार्य अन्तर्गत तलको कुन पर्दैन? अप्सन क योजना बनाउने, ख संगठन निर्माण गर्ने, ग समन्वय गर्ने, घ सहभागी गराउने। कुन चाहिँ पर्दैन है त शैक्षिक व्यवस्थापनका कार्य अन्तर्गत? पक्कै पनि यसको उत्तर रहेको छ साथीहरू अप्सन घ सहभागी गराउने चाहिँ पर्दैन है त।
त्यस्तै प्रश्न नम्बर 22 मा रहेको छ नेपालमा विद्यालय शिक्षामा आधारित शैक्षिक व्यवस्थापनको थालनी वैधानिक रूपबाट कहिले भएको थियो? अप्सन क विक्रम 1983, ख विक्रम 1996, ग विक्रम 1990 र घ विक्रम 2004। यो विद्यालय नेपालमा विद्यालय शिक्षामा आधारित शैक्षिक व्यवस्थापनको थालनी यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1983 बाट है त अप्सन क। त्यस्तै प्रश्न नम्बर 23 मा रहेको छ शिक्षा नियमावली 2059 अनुसार कक्षा कोठाको उचाइ कति हुनुपर्छ? अप्सन क 10 फिट, ख 9 फिट, ग 8 फिट र घ 7 फिट। यसको सही उत्तर के हुन सक्छ साथीहरु? कक्षा कोठाको उचाइ चाहिँ कति गराउने हुन्छ? यो धेरै साथीहरुलाई थाहा हुन पनि सक्छ नहुन पनि सक्छ है। यसको सही उत्तर रहेको छ अप्सन ख 9 फिट। प्रायः हाम्रो पिल्लरहरु चाहिँ 9 फिटकै हुन्छन् र त्यहाँबाट बिम बानिन्छ। यो घरहरु पनि त्यस्तै हुन्छ र स्कुलहरु पनि 9 फिटकै बनाउने चलन छ है त। त्यस्तै प्रश्न नम्बर 24 मा रहेको छ सिकाइलाई बढी अन्तरक्रियात्मक र नतिजामुखी बनाउन विद्यार्थी बसाइको कुन तरिका सबैभन्दा राम्रो मानिन्छ? अब कस्तो तरिकामा विद्यार्थी बसाउने? अप्सन क यु आकारको बसाइ, ख अर्धगोलाकार बसाइ, ग गोलाकार बसाइ र घ लहरी बसाइ। यु आकार हुनुपर्छ कि अर्धगोलाकार हुनुपर्छ कि गोलाकार गराउनुपर्छ कि लहरी गराउनुपर्छ? कस्तो बनाएपछि विद्यार्थीहरुको अन्तरक्रियात्मक र नतिजामुखी बनाउन सकिन्छ त? ल साथीहरु फटाफट कमेन्टमा लेखिहाल्नुस् त। गुटुङटुङ कुदाइहाल्ने हो कि कमेन्ट त। हेरेरै बस्ने हैन नि, गुटुङटुङ कुदाउने त्यसपछि आफूले भिडियो रोक्दै कमेन्ट कुदाउने त्यसपछि मिल्यो कि मिल्दैन हेरिहाल्ने। यसको सही उत्तर रहेको छ साथीहरु अप्सन ग गोलाकार बसाइ। गोलाकार बनाएपछि चारैतिर हेर्न सकिन्छ। त्यसैले गोलाकार बसाइ गर्ने आफू बीचमा बसेर हैन शिक्षण गर्दा राम्रो हुन्छ है त। त्यस्तै प्रश्न नम्बर 25 मा रहेको छ विषय शिक्षण भन्नाले के बुझिन्छ? अप्सन क एउटा कक्षाका सबै विषयहरू एउटै शिक्षकबाट शिक्षण गर्ने व्यवस्था, ख एकै जना शिक्षकले एक भन्दा बढी कक्षामा एकै समयमा पठन पाठन गराउनु, ग भिन्न विषयमा भिन्न शिक्षकले अध्यापन गराउने व्यवस्था र घ आवश्यकता अनुसार शिक्षण गराउने व्यवस्था। विषय शिक्षण यो धेरै साथीहरुलाई थाहा भएको कुरा हो। यसको सही उत्तर रहेको छ अप्सन ग भिन्न विषय भिन्न शिक्षकले अध्यापन गराउने व्यवस्था हो है त। त्यस्तै प्रश्न नम्बर 26 मा रहेको छ बहुकक्षा बहुस्तर विधिमा स्व सिकाइ समूहलाई शिक्षकले कति प्रतिशत समय विभाजन गर्नुपर्छ? स्व सिकाइमा है आफै सिक्नेमा। अप्सन क मा रहेको छ 50%, ख 25%, ग 15% र घ 10%। कति प्रतिशत चाहिँ शिक्षकले सिकाउनु पर्छ त? यसको सही उत्तर हो अप्सन घ 10%। आफै सिक्नेमा चाहिँ उनीहरूले पढ्छन् र आफूले सिक्छन्। त्यसपछि हामीले चाहिँ उनीहरूलाई यो तरिकाले यो भएन यो भयो भनेर हेर्दिनु मात्र पर्छ, उनीहरूले सिक्दै गर्छन्। त्यस्तै प्रश्न नम्बर 27 मा रहेको छ सामान्यतया धेरै विद्यार्थी संख्या भएमा कुन शिक्षण उपयुक्त हुँदैन? अप्सन क कक्षा शिक्षण, ख बहुकक्षा शिक्षण, ग विषय शिक्षण र घ वर्गविहीन शिक्षण। सामान्यतया धेरै विद्यार्थी संख्या भएमा यसको सही उत्तर रहेको छ साथीहरु अप्सन ख बहुकक्षा शिक्षण। बहुकक्षा शिक्षण चाहिँ उपयुक्त हुँदैन धेरै विद्यार्थी भएकोमा। विद्यार्थी कम भएमा र क्लासको संख्या कम भएमा चाहिँ बहुकक्षा शिक्षण गर्न सकिन्छ, तर धेरै विद्यार्थी भएकोमा चाहिँ सकिदैन है त। त्यस्तै प्रश्न नम्बर 28 मा छ नेपालमा बहुकक्षा बहुस्तर विधिलाई लागू गराउन प्राविधिक सहयोग गर्ने संस्था कुन हो? अप्सन क RIVAR, अप्सन ख RIVER, अप्सन ग RAVER, अप्सन घ RIVEER। यसको सही उत्तर के हुन सक्छ? ल कमेन्ट बक्समा गुटुङटुङ कमेन्ट कुदाइहाल्नुहोस्। पक्कै पनि यसको सही उत्तर रहेको छ अप्सन ख RIVER। रिभर भन्ने संस्थाले चाहिँ बहुकक्षा बहुस्तर विधिलाई चाहिँ लागू गराउने प्राविधिक सहयोग गर्ने संस्था रहेको छ। त्यस्तै प्रश्न नम्बर 29 मा रहेको छ बहुकक्षा बहुस्तर शिक्षणमा व्यवस्था सर्वप्रथम परीक्षण गरिएको जिल्ला कुन हो? अप्सन क काभ्रेपलाञ्चोक, ख सिन्धुपलाञ्चोक, ग धादिङ र घ बाँके।
यसको सही उत्तर के हुन सक्छ साथीहरुलाई फटाफट कमेन्ट बक्समा लेखिहाल्नुस् त। पक्कै पनि यसको सही उत्तर रहेको साथीहरु अप्सन ख सिन्धुपाल्चोक है त। सिन्धुपाल्चोकमा चाहिँ पहिलो पटक परीक्षण गरिएको थियो अनि त्यसपछि त्यहाँ सक्सेस भइसकेपछि सफल भइसकेपछि अन्यत्र यसलाई लागू गरेको थियो है त। प्रश्न नम्बर 30 तलका मध्ये सर्वे दृश्य सामग्री कुन हो? अप्सन क रेडियो, ख भिडियो, ग शिक्षण निर्देशिका र घ पत्र पत्रिका। सर्वे दृश्य, सर्वे भने सुन्ने, दृश्य देख्ने, सुन्ने पनि र देख्ने पनि। यसको सही उत्तर रहेको छ साथीहरु सबैलाई थाहा छ अप्सन ख भिडियो। भिडियो चाहिँ हेर्न पनि सकिन्छ र त्यहाँ चाहिँ सुन्न पनि सकिन्छ। त्यस्तै प्रश्न नम्बर 31 मा रहेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार सिकाइ सक्षमता स्तरको दृष्टिले कक्षा 9 र 10 कुन तहमा पर्दछ? अप्सन क तह 1, ख तह 3, ग तह 5, घ तह 4। यो चाहिँ कुनमा पर्छ 9 र 10? कक्षा 9 र 10 चाहिँ अब सिकाइ क्षमताका दृष्टिले ल फटाफट कमेन्ट गरिहाल्नुस् त। यसको सही उत्तर रहेको छ साथीहरु ल अप्सन घ तह 4 मा पर्दछ है त। प्रश्न नम्बर 32 मा रहेको छ शिक्षा ऐन 2028 को 8औं संशोधनले गरेको नयाँ व्यवस्था कुन हो? अप्सन क नगर शिक्षा समिति गठन, अप्सन ख गाउँ शिक्षा समिति गठन, अप्सन ग घुम्ती विद्यालय र अप्सन घ अध्यापन अनुमति पत्रको व्यवस्था। शिक्षा ऐन 2028 को 8औं संशोधनले गरेको है नयाँ व्यवस्था। यसको सही उत्तर के हुन सक्छ ल फटाफट लेख्नुस् त। यो त एकदम इम्पोर्टेन्ट प्रश्न पनि हो है त। यसको सही उत्तर रहेको छ साथीहरु अप्सन क नगर शिक्षा समिति गठन। नगरमा चाहिँ नगर शिक्षा समिति गठन 28 को 8औं संशोधनबाट व्यवस्था भएको हो। त्यस्तै प्रश्न नम्बर 33 मा रहेको छ राष्ट्रिय पाठ्यक्रम 2076 ले एक शैक्षिक वर्षमा कति दिन पठन पाठन हुनुपर्छ भनेर भनेको छ है त। 76 अनुसार अप्सन क 205 दिन, ख कम्तीमा 205 दिन, ग बढीमा 205 दिन र घ 220 दिन। यो राष्ट्रिय पाठ्यक्रम प्रारूपले है 2076 ले। यसको सही उत्तर के हुन सक्छ ल फटाफट लेखिहाल्नुस् त। यसको सही उत्तर रहेको छ अप्सन क 205 दिन है। 205 दिन चाहिँ यो राष्ट्रिय पाठ्यक्रम प्रारूपले चाहिँ भनेको छ 2076 ले चाहिँ 205 दिन एक वर्षमा चाहिँ पठन पाठन हुनुपर्छ है भनेको छ है त। त्यस्तै प्रश्न नम्बर 34 मा रहेको छ नेपालको संविधानमा महिलाको हक सम्बन्धी मौलिक हकको व्यवस्था कति धारामा उल्लेख गरिएको छ? अप्सन क धारा 31, ख 32, ग धारा 38 र घ धारा 39। महिलाको हक है त। 31 मा शिक्षा सम्बन्धी हक छ, 32 मा स्वास्थ्य होला, 38 चाहिँ यसको सही उत्तर अप्सन नम्बर ग धारा 38 मा महिलाको छ, 39 मा बालबालिकाको छ है त। त्यस्तै प्रश्न नम्बर 35 मा नेपालको संविधानमा अनुसूची 5 सङ्घ अन्तर्गत शिक्षा सम्बन्धी अधिकार सूचीमा कुन पर्दैन? अप्सन क केन्द्रीय विश्वविद्यालय, ख केन्द्रीय स्तरका प्रतिष्ठान, ग आधारभूत र माध्यमिक शिक्षा, घ केन्द्रीय पुस्तकालय। नेपालको संविधानको अनुसूची 5 सङ्घ अन्तर्गत है शिक्षा सम्बन्धी अधिकार सूचीमा कुन चाहिँ पर्दैन? यसको सही उत्तर रहेको छ अप्सन ग आधारभूत र माध्यमिक शिक्षा चाहिँ पर्दैन सङ्घ अन्तर्गतको है त। यसलाई स्थानीय तहमा हालेछ। प्रश्न नम्बर 36 मा नेपालको संविधानमा उच्च शिक्षा र संग्रहालय कुन तहको अधिकार सूचीमा राखिएको छ? उच्च शिक्षा र संग्रहालय अप्सन क सङ्घ, ख प्रदेश, ग स्थानीय तह, घ वडा कार्यालय। नेपालको संविधानमा उच्च शिक्षा र संग्रहालय कुन तहको अधिकार सूचीमा राखिएको छ? ल यसको सही उत्तर के हुन सक्छ फटाफट लेखिहाल्नुस् त। पक्कै पनि यसको सही उत्तर रहेको छ अप्सन ख प्रदेश। प्रदेशलाई चाहिँ उच्च शिक्षा र संग्रहालयको जिम्मा दिएको छ है त। त्यस्तै 37 नम्बरमा रहेको छ
स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार गाउँपालिका तथा नगरपालिकाको शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार कतिवटा उल्लेख गरिएको छ? अप्सन क 22वटा, ख 23वटा, ग 24वटा, घ 25वटा। स्थानीय सरकारको है नगरपालिकाको शिक्षा, गाउँपालिका तथा नगरपालिकामा यसको काम, कर्तव्य र अधिकार चाहिँ अप्सन नम्बर ख 23वटा तोकिएको छ है त। त्यस्तै प्रश्न नम्बर 38मा रहेको छ, शिक्षक सेवा आयोगमा अध्यक्ष बाहेक कतिजना सदस्यहरू रहन्छन्? अप्सन क 1जना, अप्सन ख 2जना, अप्सन ग 3जना, अप्सन ग 4जना। अध्यक्ष बाहेक, अध्यक्ष भन्दा अरू कतिजना राखिन्छ? यसको सही उत्तर धेरै साथीहरूले लेख्नुहोस् त ल कमेन्टमा। यसको पक्कै पनि यसको सही उत्तर रहेछ अप्सन नम्बर ख 2जना है त। 2जना चाहिँ राखिन्छ र अध्यक्षसँग 3जना हुन्छ। 2जना सदस्य र 1जना अध्यक्ष भनेर 3जना राखिएको हुन्छ। त्यस्तै प्रश्न नम्बर 39मा रहेको छ, शिक्षक सेवा आयोगको कार्यमा कुन पर्दैन? अप्सन क शिक्षक स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस, अप्सन ख अध्यापन अनुमति पत्र दिने, अप्सन ग शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी शिक्षा मन्त्रालयलाई सुझाव दिने, अप्सन घ शिक्षकलाई विभागीय कारबाहीका लागि परामर्श गर्ने। यसको सही उत्तर के हुन सक्छ साथीहरूलाई फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस् त। शिक्षक सेवा आयोगको काम के अरे कार्य भनेको काम कुन चाहिँ होइन। यसको सही उत्तर रहेको छ अप्सन घ शिक्षकलाई विभागीय कारबाहीका लागि परामर्श गर्ने। यो चाहिँ छैन, अरू चाहिँ छ है त। त्यस्तै 40 नम्बरको प्रश्न यस प्रकार छ, राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष को रहने व्यवस्था छ? अप्सन क शिक्षा मन्त्री, ख शिक्षा मन्त्रालयको सचिव, ग शिक्षा मन्त्रालयको सहसचिव र घ शिक्षा वा राज्य मन्त्री। यसको सही उत्तर के हुन सक्छ साथीहरूलाई फटाफट यसको सही उत्तर लेखिहाल्नुहोस् त। ल धेरै साथीहरूले यसको सही उत्तर मिलाउने पनि प्रश्न हो यो, त्यसैले फटाफट कमेन्ट बक्समा कुटुङ कुदाइहाल्ने हो नि। यसको सही उत्तर रहेको छ अप्सन ख शिक्षा मन्त्रालयको सचिव चाहिँ यसको उपाध्यक्ष रहनेछ राष्ट्रिय परीक्षा बोर्डको है त, शिक्षा मन्त्रालयको सचिव। त्यस्तै 41 नम्बरमा छ, तल दिएको विकल्प मध्येबाट नमिल्ने छान्नुहोस्। विकल्पमा चाहिँ छ क कक्षा र विद्यार्थी, ख वाक्य र शब्द, ग रुख र जङ्गल, घ घण्टा र मिनेट। यसको सही उत्तर धेरै सजिलो छ साथीहरू। ल एकचोटि आइडिया लगाएर टक्क टक्क सकिहाल्नुहुन्छ। र यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग रुख र जङ्गल। कक्षा ठुलो, विद्यार्थी सानो, धेरै हुन्छ होइन, वाक्य ठुलो, शब्द चाहिँ सानो, सब मिलेर वाक्य बन्ने हो, विद्यार्थीहरू कक्षामा रहन्छन्। र जङ्गलमा रुख रहनेमा रुखमा चाहिँ जङ्गल भइदियो, घण्टामा मिनेट रहन्छ, त्यसैले यो उल्टो छ है त। 42 नम्बरमा छ, श्रेणी क्रममा आउने संख्या कुन हो? 10, 17, 26, 37। यसको अप्सन क 46, ख 52, ग 50, घ 56। यसको सही उत्तर के हुन सक्छ साथीहरू? ल फटाफट कमेन्ट बक्समा लेखिहाल्नुहोस्। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग 50 है त। यो 50 कसरी भयो भनेर हिसाब गर्नु होला, 2-3वटा तरिका लाग्छ। त्यस्तै 43 नम्बरमा, सरोज बिहानै खुल्ला ठाउँमा उभिँदा उसको छाया आफ्नै अगाडिपट्टि परेको छ भने उसको बायाँ हात कुन दिशातिर रहेको छ? पूर्व, ख पश्चिम, ग उत्तर, घ दक्षिण। ऊ चाहिँ अगाडिपट्टि छाया परेको छ भने यो पक्कै पनि पश्चिमतिर फर्किएको होला र उसको चाहिँ बायाँ हात, दायाँ नभएर बायाँ हात चाहिँ पक्कै पनि साथीहरू उसको अप्सन घ दक्षिणतिर फर्किएको छ है त। त्यस्तै प्रश्न नम्बर 44मा, एउटा सामान 17% घाटामा 415 रुपैयाँमा बेचियो भने क्रय मूल्य कति होला? यसको क्रय मूल्य यहाँ घाटा प्रतिशत दिएको छ र नोक्सान प्रतिशत अथवा घाटा भनौँ, अनि त्यसपछि 415 रुपैयाँमा बेचेको विक्रय मूल्य दिएको छ भने क्रय मूल्य कतिमा किनेको होला त? यस अप्सनमा रहेको छ रु 475, ख रु 490, ग रु 500, घ रु 525। यसले चाहिँ कतिमा किनेर 17% घाटा खायो? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग रु 500मा किनेर 17% घाटा खाँदा 415 रुपैयाँमा बेच्यो है त। त्यस्तै 45 नम्बरमा समूहमा नमिल्ने पत्ता लगाउनुहोस्। सिंह, बाघ, घोडा,
जिराफ। यो त धेरै साथीहरूले हेर्दा हेर्दै जानिहाल्नुहुन्छ, हेर्दा हेर्दै जानिन्छ। यसको सही उत्तर रहेको छ अप्सन ग घोडा, किनभने घोडा घरपालुवा जनावर, अरू सबै जङ्गली जनावर है त। यसको त्यस्तै 46 नम्बरमा छ छुटेको संख्या भर्नुहोस् भन्छ 3 6 8 5 8 4 र 4 7 वाट। यसमा के हुन सक्छ? ठाडेरी पनि हेर्नुहोस् र तेर्सेरी पनि हेर्नुहोस्, कुन चाहिँ बन्छ? अप्सन क 4, ख 6, ग 7 र घ 8। यसमा चाहिँ 4 हुन्छ कि 6 हुन्छ कि 7 हुन्छ कि 8 हुन्छ? ल साथीहरु फटाफट यसको सही उत्तर के हुन सक्छ लेखिहाल्नुस् त। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख 6 चाहिँ यसको सही उत्तर हुन्छ। त्यस्तै प्रश्न नम्बर 47 मा छ शैक्षिक तथ्याङ्क सम्बन्धी कार्य गर्ने केन्द्रीय निकाय कुन हो? अप्सन क केन्द्रीय तथ्याङ्क विभाग, अप्सन ख शैक्षिक गुणस्तर परीक्षण केन्द्र, अप्सन ग शिक्षा मन्त्रालय, अप्सन ग शिक्षा तथा मानव स्रोत विकास केन्द्र। यसको सही उत्तर के हुन सक्छ साथीहरुलाई फटाफट कमेन्ट बक्समा यसको सही उत्तर लेखिहाल्नुस् त। यसको सही उत्तर रहेको छ साथीहरु पक्कै पनि अप्सन नम्बर घ शिक्षा तथा मानव स्रोत विकास केन्द्र। 48 नम्बरमा रहेको अर्को प्रश्न रहेको छ तलका मध्ये कुन सामाजिक सञ्जाल हो? अप्सन क फेसबुक, ख ट्विटर, ग इन्स्टाग्राम, घ माथिका सबै। ल यसको सही उत्तर के हुन सक्छ? धेरै साथीहरूले प्रयोग गर्ने नै हो, त्यसैले सबै साथीहरूलाई थाहा छ। यसको सही उत्तर हो माथिका सबै है त। 49 नम्बरको प्रश्न छ इन्टरनेटमा प्रयोग गरिने www को पूरा रूप के हो? यो धेरै साथीहरूलाई थाहा छ यो पनि। अप्सन क वर्ल्ड वाइड वेब, अप्सन ख वर्ल्ड वाइड वायर, अप्सन ग वर्ल्ड्स वाइड वर्क, अप्सन ग वर्ल्ड वाइड वेब नेट। यसको सही उत्तर के हुन सक्छ साथीहरु फटाफट कमेन्ट बक्समा लेखिहाल्नुस्। धेरै साथीहरूलाई थाहा छ यो पनि। हामी अहिले इन्टरनेटको दुनियाँमा छौं, त्यही भएर यो चाहिँ सोधिरहन पर्ने प्रश्न जस्तो पनि छैन। यसको सही उत्तर हो अप्सन क वर्ल्ड वाइड वेब। प्रश्न नम्बर 50 मा छ विद्यालयको शैक्षिक तथ्याङ्क तयार गर्ने प्रमुख जिम्मेवारी कसको हो? अप्सन क विद्यालय व्यवस्थापन समिति, ख प्रधानाध्यापक, ग शिक्षक, घ स्थानीय तह। यसको सही उत्तर के हुन सक्छ ल आजको अन्तिम प्रश्न पनि हो र पुरा सेटमा चाहिँ 50वटा प्रश्न मध्ये यो अन्तिम 50औं नम्बरको प्रश्न हो। यसको सही उत्तर रहेको छ प्रधानाध्यापक है। विद्यालयको शैक्षिक तथ्याङ्क तयार गर्ने प्रमुख जिम्मेवारी चाहिँ प्रधानाध्यापकको हुन्छ भन्दै आजको यस सेटबाट म अध्यापन अनुमति पत्र तथा शिक्षक सेवा आयोग र लोकसेवा आयोगसँग सम्बन्धित अति महत्त्वपूर्ण भिडियोको लागि हामीलाई सब्स्क्राइब तथा आफ्नो 50 जना साथीलाई शेयर गर्नुहोस् भन्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यतिन्जेल भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला भन्दै तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार।